नेभर अन्डर एस्टिमेट काशिप मुर्दोज भनिरहँदा हाम्रो रविन्द्र दान्टलाई चाहिँ उनको डान्स सर्टको लागि चाहिँ हामीले एकपटक शुभकामना दिनै पर्ने हुन्छ। भोलि हुने साङ्घाईमा हुने सिजन 5 को MFN 17 सेमी फाइनलमा चाहिँ रविन्द्र दान्ट वा काशिप कसले जित्दैछन् त? तपाईको प्रेडिक्सन चाहिँ कमेन्ट गर्न नभुल्नु होला। म चाहिँ आज धेरै बोल्न सकिनँ। म चाहिँ जुन आजको पोस्ट म्याच हेरिरहँदा रविन्द्र दान्ट चाहिँ अति नै कन्फिडेन्ट र अति नै पावरफुल देखिरहेका थिए भने काशिप चाहिँ अलिकति निरीह र अलिकति कमेडी खालको पनि देखिएका थिए। तपाईहरुलाई के लागिरहेको छ कमेन्ट गर्नु होला। र अहिले नेपालको अवस्था अति नै सिरियस छ, अति नै इमोसनल छ, सबैलाई थाहा छ है। बाढी पहिरोले गर्दा झन्डै 200 को आसपास मानिसहरूले चाहिँ ज्यान गुमाइसक्नु भएको छ। उहाँहरूको आत्माले शान्ति पाओस् र समुद्र जुन नदीको आसपास बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले चाहिँ आफ्नो ख्याल गर्नु होला र एक आपसमा चाहिँ साथ सपोर्ट दिँदै अघि बढ्नु होला भन्दै र भोलिको गेमको लागि जुन रविन्द्र दान्टले चाहिँ नेपाललाई इतिहास सामु चाहिँ भोलि अर्को नयाँ इतिहास कोर्नेछन्। सो त्यसको लागि शुभकामना दिउँ र त्यही शुभकामना दिनको लागि चाहिँ म आएको छु।